हो हेरेर गए। एलियाको वचन सुनेर राजा अहाब भयभीत भए। उनले लुगा च्याते, उपवास बसे, आफूलाई नम्र बनाए। त्यो क्षण परमेश्वरले देखाउनु भए उहाँ न्याय मात्र होइन परम हुनुहुन्छ। अहाबको पश्चातापका कारण दण्ड पूर्ण रूपमा तत्काल आएन, तर परमेश्वर न्याय टर्दैन भन्ने सत्य यहाँ यस घटनाले स्पष्ट सन्देश दिन्छ परमेश्वर अन्याय सक्नु, चाहे त्यो सिंहासनमा बसेको राजा पनि किन नहोस्। एलियाको सेवकाईको अर्को गम्भीर क्षण तब आयो जब राजा अहज्यालले परमेश्वरलाई नसोधी बिरामी पर्दा झुटा देवता बालसँग सल्लाह मागे। परमेश्वर क्रोधित हुनुभयो र एलियालाई राजा समूह सन्देश पठाउनु भयो। राजा अब बाँच्ने छैन। यो सुनेर राजाले एलियालाई पक्राउ गर्न सैनिक पठाए। पहिलो समूहका कप्तानले घमण्डका साथ एलियालाई आदेश दिए, हे परमेश्वरका जन, राजाले तपाईँले भन्नुहुन्छ ओर्लेर आउनुहोस्। एलियाले शान्त तर अधिकारसहित जवाफ दिए, यदि म परमेश्वरको मानिस हुँ भने आकाशबाट आगो झरोस्। तत्क्षण आकाशबाट आगो झर्यो, सबै सैनिक नष्ट भए। दोस्रो समूह पनि त्यस्तै घमण्डका साथ आयो र वही परिणाम भयो। तेस्रो कप्तान डर र नम्रतासँग टेकेर एलियासँग बिन्ती गर्यो, हेर्नु स्वर्गबाट आगो बर्सेर यस अघिका दुई कप्तानलाई तिनका मानिसहरू बाँच्न पारे, तर अब मेरो प्राणमाथि तपाईँको निगाह रहोस्। परमप्रभुका स्वर्गदूतले एलियालाई भने, त्यससँग तल जाऊ, त्यससँग नडराऊ। यसैले एलिया उठेर तिनीसँग राजा तल। यस घटनाले देखाउँछ परमेश्वर घमण्डको विरुद्ध गर्नुहुन्छ तर नम्रतालाई अनुग्रह दिनुहुन्छ। एलियाको जीवन केवल चमत्कार र आगोमा मात्र सीमित थिएन। उहाँको सेवकाई, आज्ञाकारिता, अनुशासनले पनि चिनिन्थ्यो। भोलिपल्ट फर्किएपछि एलियाले परमेश्वरको निर्देशन अनुसार एलिसालाई भेटे। एलिसा हलो जोत्दै गर्दा एलियाले आफ्नो ओढ्ने उहाँमाथि फ्याँके। त्यो क्षण एलिसाले सबै कुरा छोडे, घर, खेत, भविष्यकी योजना र एलियाको पछि लागे। यसरी परमेश्वरको काम एक पुस्ताबाट अर्को पुस्तामा सङ्क्रमित प्रक्रिया सुरु भयो। एलियाले एलिसालाई केवल चेला होइन, आत्मिक उत्तराधिकारीको रूपमा तयार पारे। समय बित्दै जाँदा एलियालाई थाहा थियो उहाँको पृथ्वीको यात्रा अन्तिम दिनहरूमा एलिया र एलिसा गिलगाल, बेतेल र एरिया हुँदै यात्रा गरे। प्रत्येक ठाउँमा अगमवक्ताका